हामीले अघि यो ब्रिदिङ टेक्निकको बारेमा पनि कुरा गऱ्यौँ। तर कोही मान्छे राति निदाइरहेको अवस्थामा उहाँलाई हेऱ्यो भने अब तपाईँले पनि एउटा क्वेसन गरिहाल्छ होइन, कस्तो चाहिँ उहाँहरूको सास कसरी लिनुहुन्छ होला उहाँहरूले? उहाँले एकदम सुस्त लिनुहुन्छ कि। सुस्त लिनुहुन्छ होइन। अँ, अनि अँ। अर्को कुरा भनेको चाहिँ बडीको कुन चाहिँ पार्टमा गइरहेको हुन्छ सास चाहिँ? लास्ट त लङ्समै जानुपर्ने हो। हजुर हजुर। लङ्समा होइन। तर अँ। खास हामीलाई त्यस्तो लाग्छ छातीमा मात्रै होइन कि, तर उहाँहरूको त अहिले बडीमा हेर्नुभयो भने चाहिँ पेट फुलिरहेको हुन्छ कि। सो उम्, त्यो चाहिँ खास हाम्रो एउटा नेचुरल स्टेटमा ल्याउनको लागि हामीले ब्रेथलाई त्यसरी पेटतिर पुऱ्याएर सास लिने प्रक्रिया गऱ्यो भने चाहिँ त्यसले हामीलाई ब्यालेन्समा ल्याउन मद्दत गर्दछ, जुन चाहिँलाई चाहिँ स्टेट अफ होमिस्टेसिस भनेर भन्छ होइन। त्यसले चाहिँ बडीलाई फेरि रेगुलेट गर्नलाई मद्दत गर्दछ। सो जब हामी नाकबाट सास लिन्छौँ तर अनि पेटलाई मजासँग फुलाउँछौँ अनि बिस्तारो त्यो सास छोड्छौँ नि, त्यति बेला चाहिँ अब हामीले आफ्नो बडीको नर्भस सिस्टमलाई नै काम गराउँछौँ, त्यो प्यारासिम्पथेटिक नर्भस सिस्टम भनेर भन्छ त्यसलाई। त्यसपछि चाहिँ हामीले त्यसरी लामो सास लिँदै रोक्दै गर्दाखेरि होइन, त्यसले चाहिँ हाम्रो बडीलाई फेरि रेगुलेट गर्छ कि, एउटा नर्भस सिस्टमलाई रेगुलेट गर्छ। त्यसको कारणले गर्दाखेरि पनि एङ्जाइटी धेरै मान्छेको चाहिँ यति मात्रै गऱ्यो भने पनि धेरै काम डाउन हुनुहुन्छ। एकदम सिभियर केसमा पनि ब्रिदिङ टेक्निकहरूले हेल्प गर्ने हो। सबैजनालाई किनकि जस्तो सुकै स्टेजमा भए पनि एङ्जाइटीलाई हेर्दाखेरि चाहिँ ब्रेथमा चाहिँ त्यसले असर गर्छ होइन। अब जस्तो भनौँ न, कोही मान्छे अलिकति रिसाएको छ भने उसको ब्रेथ अलिकति चाँडो चाँडो उम्, गरे आफै त्यो नेचुरली नै हुन्छ कि। यो ब्रिदिङ गर्ने बित्तिकै हाम्रो माइन्ड पनि ट्रिक्ड हुन्छ कि, अनि जुन कुरा अब एङ्जाइटी भइरहेको छ भने एउटा त्यो विचार आउने एउटा त्यो प्याटर्न छ त्यसलाई पनि छोड्छ। तर जो मान्छेलाई अलिकति सिभियर छ उहाँहरूलाई पनि डेफिनेटली नै हेल्प गर्छ यो कुराले, झन् उहाँहरूलाई त एकदमै गर्नै पर्ने कुरा हो।